नमस्ते मित्रहरू, स्वागत छ यहाँलाई। म सन्तोष भट्टराई। आज चाहिँ अब पहिलो पटक मैले यो बाइकलाई यसरी सार्वजनिक रूपमा चलाइरहेको छु है। अब यो क्यामेरा पनि एङ्गल के छ कसो छ केही थाहा छैन है। अब मिल्यो मिलेन एङ्गल है। अब माउन्ट पनि पहिलोचोटि गरे हो। पहिलो गरिसकेपछिको यात्रा यहाँहरूसँगै मैले सेयर गरिरहेको छु। अब ठ्याक्क यो मेरो DJI माइकको रिसिभरलाई भनौँ न, ट्रान्समिटरलाई मैले यो मुखनेरी नै माउन्ट गरेको छु। त्यो कारणले गर्दाखेरि अडियो क्लिप देखा जस्तो पनि लाग्छ। अब यो अडियो क्लिप देखेको कारणले गर्दाखेरि चाहिँ हाई लेभल आइरहेको जस्तो लाग्छ। अब यसलाई पनि माइन्ड नगरिदिनु होला। यो ट्रायम्फ स्पिड 400 हामीले पर्चेस गरेपछि चाहिँ फर्स्ट टाइम हो यो यात्रा। र यो सेटअप पनि ट्रायल सेटअप मान्नुहोस् यसलाई। नेपाली बजारमा ट्रायम्फका विभिन्न ब्रान्डहरू 3वटा मोडल मैले चाहिँ देखेको छु। स्क्रैम्बल एक्स अनि XC अनि यो मैले अहिले प्रयोग गरिरहेको चाहिँ स्पिड 400। अब यो मेरो वेटको कारणले गर्दाखेरि मैले र हाइटको कारणले गर्दाखेरि पनि स्पिड 400 युज गरे हुँ। अब म अफरोडिङ पनि त्यति नजाने, तर 400cc को बाइक चढ्न मन लागेर चाहिँ यो बाइक छोराले नि उनी मैले नि उनी भनेर मैले भ्लग बनाएको छु। यहाँले देख्नु भएकै छ। अब नेपाली मार्केटमा एउटा सक्सेस बाइकको रूपमा पछिल्लो पटक उदाएको बाइक हो यो ट्रायम्फ। किनभने युवाको मुटुको ढुकढुकी छ यो पक्कै पनि। अब केटाहरूले यो नयाँ जेनेरेसनहरूले चलेर हिँड्ने भएको कारणले गर्दाखेरि पनि हो। पहिला बुलेट अनि त्यसपछि रोयल इनफिल्डका बाइकहरू सक्सेस थिए, तर नेपालमा त्यसको जुन फिटिङ हुन थालिसकेपछि चाहिँ रेट कम्प्रोमाइज गर्नका निम्ति डिस्क ब्रेक, ब्याक डिस्क ब्रेक अनि ABS कन्ट्रोलहरू जस्ता चाहिँ हटाइए भन्ने जुन हल्ला चल्यो, त्यसपछि बाइकको रुचिमा परिवर्तन हुन थाल्यो र युवाहरूले आफ्नो बाइकको रुचिलाई चाहिँ परिवर्तन गरेर ट्रायम्फतिर आकर्षित भएको देख्न सकिन्छ। बजारमा ट्रायम्फ देख्न सकिन्छ। तर अब छोरो टिनेजर्स भएको कारणले गर्दाखेरि यो 400cc को बाइक चलाउने यो चान्स मैले पनि प्राप्त गरे हुँ। त नेपाली सडक सुहाउँदो भएर नै सरकारले इम्पोर्ट गर्नलाई अथोरिटी दिएको होला र सरकारले इम्पोर्ट गर्ने अथोरिटी दिएपछि पक्कै पनि यो बाइक चढ्नका लागि सुइटेबल छ नेपाली सडकलाई भन्ने हामीले पनि बुझेका छौँ। तर नेपाली सडकहरूमा अझ भनौँ काठमाडौँ उपत्यकाभित्रका सडकहरू, मूल सडकहरू त जाम नै बढी देखिन्छन्, जाम नै बढी हुन्छन् होइन। बाइपास र कोरिडोरका सडकहरू पनि अब जाम हुन थालिसकेका छन्। किनभने कोरिडोरका सडकहरूबाट नै मुख्य सडकहरूमा जानका निम्ति चालकहरू लालायत हुने गरेका छन्। र त्यो सँगसँगै हामीले के भन्न सक्छौँ भने नेपाली चालकहरूले सडक प्रयोग गर्दाखेरि यदि बुद्धिमत्तापूर्वक तपाईँहरूले प्रयोग गरिदिने हो भने जाम चाहिँ त्यति हुँदैन। तर यहाँ कुन बेला लेफ्टबाट राइट आइदिन्छन् अनि कुन बेला राइटबाट लेफ्ट गइदिन्छन् त्यो पनि पत्तो हुँदैन। त्यही कारणले एकदमै केयरफुल्ली नै सडक प्रयोग गर्नुपर्दछ र सबैजनालाई हतार नै भएको हुन्छ। यो चौडा बाटोमा, यो चौबाटोमा पनि हामी देख्न सक्छौँ होइन। कसैले कसैलाई रोक्दैनन्, म नै पहिला जाउँ भन्ने हुन्छ। ट्राफिक नियम भाडमे जाए। अब यो मैले भनिरहँदाखेरि अलिकति उपयुक्त नहोला। कतिपय ठाउँमा मैले पनि सडकको रुल्सलाई तोडेको हुनसक्छु, माफी चाहन्छु त्यसको निम्ति। एक त पहिलो पटक चढेको यो हाई सीसी को बाइक अनि PPF गर्न जान लाउँ। छोरोले चाहिँ पापा PPF गरिदिस्यो। अब यो हामी युवाहरूले चलाउँदाखेरि मिसह्यान्डलिङ हुनसक्छ भनेर चाहिँ उसले रहर गरे भएर चाहिँ म नै गरेर ल्याइदिन्छु नि त भनेर जान लाउँ।
डर लागि पनि रहेछ कि अब यत्रो हाई सीसीको बाइक योभन्दा पहिला त मैले चलाएको छैन। अब अहिले चाहिँ आँट गरेको छु छोरोको नाम लिएर अथवा भनौँ छोरोले चाहिँ रहर गरेर किनिहाल्यो है त। अब यो छोरोको रहर छोरोको चाहना भन्ने कुरो चाहिँ म यहीँ टुङ्ग्याउँछु, किनभने आगामी दिनमा यो बाइक राइडमा यहाँले मलाई पनि पाउनुहुनेछ। मैले गरेका राइडहरूमा भिडियोहरू यहाँलाई देखाउँछु। त्यतिखेर हामी शङ्खमुलको यो पुल मुनि आइपुगेका छौँ। यो पुरानो पुल हो जहाँबाट चाहिँ बाइकहरू मात्रै पास हुन्छन्। यहाँले सडकको दाहिनेपट्टि यहाँ अव्यवस्थित बस्ती हटाएर सरकारले खाली गराएको ठाउँमा चाहिँ यो अव्यवस्थित बस्ती हटाउँदाखेरि जुन इँटाहरू घरहरू भत्काइसकेपछि थियो त्यही थुप्रो माथि चाहिँ माटो ल्याएर थुपारिएको छ। त्यो कारणले किन रे भने चाहिँ यदि खोला त सडकको देब्रेपट्टि छ, यहाँले देख्नुहुन्छ यो खोलाको देब्रेपट्टि खोला उर्लेर आएको खण्डमा चाहिँ यो पानी चाहिँ दाहिनेपट्टिको बस्तीहरू घरहरूमा नजाओस् भन्नका निम्ति यो ढुङ्गाको माथि नै माटो हालिएको भन्ने सुनिएको छ। तर गलत हो, किनभने यहाँ बिरुवाहरू रोपियो भने तल ढुङ्गाहरू भएको अवस्थामा पुरेको माटोमा मात्र त्यति मौलाउन पाउँदैन। सरकारले त्यो कुरोलाई ध्यान दियोस्। निर्माणाधीन अवस्थामा रहेका कुन ठाउँमा के निर्माण गर्ने हो, कस्तो निर्माण गर्ने हो, कस्तो पार्क निर्माण गर्ने हो त्यो सुरुमै प्लान गर्नुपर्दछ। त्यो सुरुमै प्लान भएको खण्डमा चाहिँ के हुन्छ भने पछि रुख रोप्दाखेरि रुखले चाहिँ जराको तलैबाट पानी पाओस् अनि बिरुवाले जराको तलैबाट पानी पाओस् भन्न चाहन्छु म चाहिँ। ओके, यतिखेर हामी यो युएन पार्कको पुल कटेर अगाडि आएको छौँ। म जानुपर्ने चाहिँ त्यो पुल, रातो पुल, कालो पुल। अब सरकारले विभिन्न प्रकारका पुलहरूको नामाङ्करण गरेको छ नि त होइन, कलर वाइज। तपाईँहरूलाई देखाउने छु म पिपिएफ गर्न जाँदाखेरि चाहिँ कुन ठाउँमा जान लागौँ भनेर। तपाईँहरू पनि आज म पिपिएफ गर्न गएको स्थानमा आफ्नो गाडी बाइक डिटेलिङ पिपिएफ गर्न जान सक्नुहुन्छ। ओके, अब टु व्हिलर मैले लामो समय चलाएको हुँ, पुरानो अनुभव पनि छ मसँग है। तर पुरानो अनुभवले चाहिँ यो नयाँ बाइकहरूमा नयाँ सडकमा आउँदा चाहिँ डर लागे जस्तो हुँदो रहेछ। फोर व्हिलर चलाइरह बानी, त्यसपछि यो टु व्हिलर चलाएर हिँड्दा र नयाँ जेनेरेसनहरू देख्दाखेरि चाहिँ डर लागे जस्तो हुँदो रहेछ के। तपाईँहरूलाई चाहिँ यस्तो हुन्छ कि हुँदैन जानकारी गराउनु चाहिँ। मलाई चाहिँ डर लागे जस्तो। धेरै पछि यो हेभी टु व्हिलर बाइक लिएर निस्किएको कारणले बिजुली बजारको पुल आइपुगेका छौँ हामी। यतिखेर जुन मेन सडकबाट त मैले अहिलेसम्म बाइक चलाउन सकेको चाहिँ छैन, चलाएको पनि छैन। अब आज पिपिएफ सिपिएफ गरौँ अनि बिस्तारा फेरि युज टु हुनु पर्ला। अब फेरि तपाईँहरूले सोच्नु होला फुर्ती लगाउँछ गाडी चढेर हिँड्छु भनेर भन्ठान्नु होला। होइन है, मैले साँच्चीकै भनेको यो गाडी चलाएर हिँड्नु र बाइक चलाएर हिँड्नुमा के फरक छ भने स्कुटर पनि त चलाएर हिँड्छु नि म है। तपाईँहरूलाई मैले टाइममा स्कुटरको भिडियोहरू पनि भ्लगमा देखाइरहेकै छु। मेरो अनुभव मात्रै सेयर गरे हूँ है। तपाईँहरूले मलाई अहिले अब जस्तो भनौँ न यो स्पिड 400 चलेर हिँडेको एकदम यो रियल तपाईँहरूलाई म बताउन चाहन्छु। मेरो एज 49 इयर्सको भयो। अब मैले बाइक चलाउन थाले चाहिँ मेरो फर्स्ट बाइक चाहिँ लाइफको फर्स्ट बाइक RX 100 थियो, ब्ल्याक कलरको 2899 नम्बरको बाइक। मैले 2 स्ट्रोक RX बाट यात्रा सुरु गरेको हुँ। अनि त्यसपछि त्यो RX 100 चलाइसकेपछि चाहिँ मैले क्यालिबर, बजाजको क्यालिबर भन्ने बाइक चलाएँ। अनि बजाजको क्यालिबर भन्ने बाइक छोडेर फेरि मैले इन्टाइसर चलाएँ। अनि इन्टाइसर पछि मैले स्कुटी चलाएँ। रूपाजीले खरिद गर्नुभएको रूपाजीको स्कुटी चलाएँ लामो समय। त्यसपछि मैले अब 4 व्हिलरमा मेरो फर्स्ट 4 व्हिलर चाहिँ टाटा भिस्टा
क्वाड्राजेट भन्ने थियो। त्यसपछि हाम्रो अफिसियल्ली रेडियो टेलिभिजनको कारणले गर्दाखेरि त्यो मेरो क्वाड्राजेट टाटा भिस्टालाई अपग्रेड गरेर अहिले चाहिँ मैले युज गर्ने भनेको चाहिँ स्कर्पियो S5 हो। काम विशेषले म प्राविधिक पनि भएको कारणले गर्दाखेरि यताउता रेडियो टेलिभिजनहरू सेटअप गर्न जानुपर्ने अनि त्यसपछि टेक्निकल सपोर्ट गर्नुपर्ने भएको भएर अफिसले नै मलाई त्यो फेसिलिटी प्रोभाइड गरेको हो र अहिले मैले 4 व्हिलरमा चाहिँ स्कर्पियो चढ्छु। अब मैले 2 व्हिलरमा चाहिँ रूपाजीको होन्डाको स्कुटी चढ्थेँ। अब अहिले 81 आएर चाहिँ यो ट्रायमको स्पिड 400 चढ्दैछु कृष्णको चोइसमा, छोरा कृष्णको चोइसमा। र यो तपाईँहरूलाई बताउनुको कारणले चाहिँ मैले चाहिँ यो 2 व्हिलरको युजेजदेखि स्टार्टिङ फेजदेखि आजको अपग्रेडसनसम्म बताएको हुँ। तर पनि उमेरको कारणले हो वा अरू कुनै कारणले यो अग्लो होचो मेरो खुट्टा त पुग्छ तर पनि लड्किन्छ दुईटाले, यो पामले चाहिँ म टेक्न सक्दिनँ। अब यो चुच्चाले छुनी हो होइन, तै पनि सक्छु भनौँ न, थाम्न सक्छु। मेरो वेट 197-98 छ, त्यो कारणले मेरो वेटले पनि यो ढल्न खोज्यो भने यसलाई थाम्न सक्छु भन्ने मलाई आशा छ। तर डर हुँदो रहेछ, डर चाहिँ डर लाग्यो जस्तो हुँदो रहेछ। तपाईँहरूले पनि चलाउनु भयो भने 3O मेरो मामाले चाहिँ जहिले पनि तिमी स्टेरिङमा बस्या होस् वा 2 व्हिलर चलाएको होस् वा 4 व्हिलर चलाएको होस् 3O लाई चाहिँ फलो गर्नु। एकदमै त्यो 3O मा चाहिँ ओभर कन्फिडेन्ट पनि नहुनु, ओभर स्मार्ट पनि नहुनु र ओभर स्पिड पनि नगर्नु। यी तीनटा कुरोलाई चाहिँ जहिले पनि ख्याल गर्नु। तिमी रोडमा भएको बेलामा चाहिँ म मामालाई भन्नुहुन्थ्यो अनि त्यो कुरोलाई चाहिँ मैले सधैँ सम्झिन्छु कि त्यही भएर ओभर स्पिड पनि म गर्दिनँ। तपाईँहरूले मलाई मेरो यो राइडमा भ्यालीभित्र चाहिँ यही 30-40 मा देख्न सक्नुहुन्छ। अब मैले अहिले 43 किलोमिटर चलेछ मेरो यो बाइक भनौँ होइन। कृष्णले यो वेयर हाउसबाट नै 0 किलोमिटरको यो यसको स्पिड थियो भनौँ न, यसको त्यति चलेको थियो है, 0 किलोमिटर चलेको थियो कृष्णले वेयर हाउसबाट सोरुमबाट चाहिँ मैले घरमा, घरपछि आज चलाउँदाखेरि 44 किलोमिटर चल्यो। त्यति धेरै हामीले स्पिडमा पनि चलाउँदैनौँ, म चाहिँ चलाउन्न। अब बाहिर गएको बेलामा सरकारले सडकमा तोकेको, अब अहिले त नियममा तोकेको भन्दा कम स्पिडमा चलाउनलाई पनि कारबाही, तोकेको भन्दा बढीमा चलाउनलाई पनि कारबाही, जताततै कारबाहीका कुराहरू निस्केका छन्। सोचिरहेको छु मैले चाहिँ कसरी चलाउने होला त्यो सरकारले तोकेको स्पिडमा। नयाँ सडकहरू छ होइन। अब देश एकचोटि घुम्ने कि भनेर हामीले नवीनजी, रेडियो अमृतका साथी नवीनजी हुनुहुन्छ, नवीन राई म अब 4 व्हिलरमा त अरू गुड्छन् नै हेर, एकचोटि 2 व्हिलरमा चाहिँ हामी पूर्व पश्चिम गर्ने हो भनेर सोधिरहेको छु। उसले पनि इन्ट्रेस्ट देखाएको छ, मिल्यो भने हामी बाइकमा पूर्व पश्चिमको यात्रा पनि देखाउँछौँ। अब सबै आगामी दिनहरूमा प्रायः जसो मैले 2 व्हिलरमा यात्रा गरेका कुराहरूमा यहाँलाई पनि सहभागी गराउनेछु। यतिखेर चाहिँ अब यो पुल आएको हुँ, राइट साइडमा मैले पिङ्क कलर देखेको छु र लेफ्ट साइडमा चाहिँ सडक खोलाको लेफ्ट साइडमा चाहिँ यो पहेँलो देखिएको छु है। अब कुन ब्रिज आउने हो थाहा छैन। पहिला हामीले भन्दाखेरि चाहिँ यो कहाँ आयो, हामी सिन्धामङ्गल भनेपछि पुरानो बानेश्वरबाट ओर्लिने, नयाँ बानेश्वरबाट पुरानो बानेश्वर ओर्लिने ठाउँ हुनुपर्छ यो होइन। अब अहिले त अर्कै नाम भयो होला, यतातिर नआएको नै धेरै भयो। आज 2 व्हिलर मार्फत म गइरहेको छु। अघि मैले तपाईँहरूलाई जानकारी गराइरहेको थिएँ पिपिएफको कुरा। मेरो ज्वाइँ उसु बाबुको त्यहाँ पिपिएफ गर्ने ठाउँ छ, डिटेलिङ सेन्टर है, त्यहाँ चाहिँ जाँदैछु। अब त्यो नामै मैले भुलेँ के, अब नाम चाहिँ के हो भनेर त्यहीँ गएर हेरौँला। उहाँहरूको नयाँ सुरुवात पनि हो। अब यो कोही चाहिँ पिपिएफ गर्नुहुन्न पहेँलो भएर जान्छ भन्छन्, कोही चाहिँ अब टिनेजर्सहरू चाहिँ होइन स्क्रैच प्रुफ हुन्छ, त्यसपछि ग्यारेन्टी पनि हुन्छ, पिपिएफ गर्छु ब्यारे भन्छन् होइन। अब लेट्स ट्राई, के छ र, अब पहेँलो भएर गएछ भने पनि केमिकल वास गरौँला। अब यसैले पनि जीवन काट्ने पनि होइन। अब सकेसम्म छोरालाई नयाँ देखाउन मन लाग्यो होला होइन, त्यो कारणले गर्दा उसले पनि पिपिएफ गरौँ न पापा भने भएर पिपिएफ गर्न खोज्या हो। अब पिपिएफ गरेर हेरौँ। होचो छ नि यो पुल है, टाउको ठोकिन्छ कि भनेर निहुराको सबजना हाँस्नुभयो। हामी यो खोला अगाडि बढिरहेछौँ।
तपाईहरुलाई सबैभन्दा सजिलो चाहिँ यदि तपाईहरु चाहिँ आउनुहुन्छ र पीपीएफ गर्न चाहनुहुन्छ ज्वाइँको त्यो डिटेलिङ सेन्टरबाट भने चाहिँ ओम हस्पिटल पछाडिबाट ओर्लिनु हो भने चाहिँ नजिक पर्छ जस्तो लाग्छ है। अब त्यसको म्याप अनि त्यसको डिटेल्स म पछि हाल्ने छु डिस्क्रिप्सनमा पनि हेर्नुहोस्। भ्लग नेपालमा तपाईको साथमा म सन्तोष भट्टराई छु। हामी रातो पुलमा आइपुगेछौँ है। रेड रङको यो कलरको पुल देखेको कारणले गर्दा रातो पुलै त हो नि है, हो रातो पुल नै होला। गाली नगर्नुहोस् ल, तेरीमा फुर्ती लाउँछस्, काठमाडौँमा जन्मेर ठाउँको नाउँ भन्न जान्दैनस् नभन्ठानुहोस् न फेरि। किनभने हाम्रो पालामा बोल्ने भाषा नाम पछिल्लो समय धेरै परिवर्तन भइसक्यो। अघि मैले भने नि त 49 इयर्स भयो उमेरमा, त्यसमा अब 16 देखि चाहिँ म आफ्नो स्वविवेकले हिँड्न थालेँ होला। आफ्नो स्वविवेकले हिँड्न थालिसकेपछिका नामहरू पनि कतिपय परिवर्तन भइसक्यो क्या अहिले चाहिँ। ओके ल, रातो पुल पनि कट्यौँ है। अब रातो पुल कटेर अगाडि आएपछि अब के पुल आउँछ? येल्लो होइन, खै के आउँछ? तपाईहरु आफ्नो एक्सपिरियन्स सेयर गर्नुहोस् त। मैले यो जुन स्पिड 400 लिइसकेपछि तपाईँ चालक साथीहरू जो चाहिँ यो ट्रामको स्पिड 400 चढेर हिँड्नु भएको छ, यसको राम्रो पक्ष त सबैले भन्छन् नै। बेच्ने बेलामा सेलरले मलाई राम्रो राम्रो पक्ष भनेर यो किनेको हो। यसको नराम्रो पक्ष चाहिँ तपाईहरुमा केही छ ज्ञान भने चाहिँ यो कमेन्ट सेक्सनमा लेख्नु होला। भ्लग नेपाल फेसबुकमा पनि यहाँले VLOGNEPAL भ्लग नेपाल सर्च गर्न सक्नुहुन्छ। सन्तोष भट्टराई पनि सर्च गर्न सक्नुहुन्छ। अनि युट्युबमा पनि भ्लग नेपाल यहाँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। ब्ल्याक पुल आयो है, कालो पुल आइएछ हामीलाई। त्यो अघि रेड पुलबाट क्रस गरेर हामी यतिखेर यो कालो पुल आइपुग्यौँ। अब कालो रङ लगाएको भएर अब ब्ल्याक पुल नभनौँ, कालो पुल भनौँ। कालो पुल पनि कटेको छु म, यहाँले ख्याल गर्नु होला। कालो पुल पनि कटेर अगाडि बढ्नुपर्ने रहेछ। सडकको देब्रेपट्टि हो होइन, त्यो चाहिँ मलाई थाहा छ। अब कुन पुल भनेर चाहिँ मैले भनिनँ। अब यो के अरे ओम हस्पिटलतिरबाट आउँदाखेरि पनि हुन्छ होइन। यता कालो पुलबाट तपाईँ अगाडि बढ्दा पनि हुने रहेछ है। अब अगाडि बढौँ। अगाडि बढेर हामी आज पीपीएफ गर्न जान लागेको जानकारी गराएकै छु। सडकको जाम चाहिँ त्यति यो भित्री कोरिडोर भएको भएर छैन के। अब सडकको किनारमा यो कोरिडोर बन्नु चाहिँ पर्दो रहेछ। अब कतिपय ठाउँमा चाहिँ के हुन्छ भने खोला उर्लेर आयो, खोलालाई सानो बनायो भनेर विरोध गर्ने पनि हुनुहुन्छ। तर मुख्य सडकको चापलाई घटाइदिने हो भने यो खोलाको किनारै किनार मापदण्ड छ नि त, हो किन? त्यो मापदण्ड भन्दा मापदण्डलाई चाहिँ पार गरेर चाहिँ यो सडक बनाउन चाहिँ उपयुक्त हुँदो रहेछ। मैले पनि अहिले यहाँ जुन तपाईँलाई याद गर्नुभयो होला, म यहाँ कोटेश्वरदेखि सुरुर आइरहेको छु, कहीँ कतै जाममा परेको छैन। अब दिउँसो भएर भनौँ भने यो अरू बेलामा पनि अनअफिसियल मान्छेहरू चाहिँ यता आउनुहुन्न होला जस्तो लाग्छ। किनभने यो रुट नपर्ने मान्छेहरू त यता आउने कुरै भएन। रुट पर्ने मान्छेहरू पनि मेन सडक प्रयोग नगरिकन यो कोरिडोरको सडक प्रयोग गरेर आउनुहुन्छ जस्तो लाग्यो मलाई है। यो प्रयोग गर्दाखेरि पनि हुने बाटो छ नि, हेर्नुहोस् त। यस्तो यो 2 लेनको बाटो आनन्दले हामी आइरहेको छौँ। रेड पुल कट्यौँ, त्यसपछि कालो पुल कट्यौँ, रातो पुल, कालो पुल, अनि त्यसपछि यो कोरिडोर कटेर अब पहेँलो पुल आइपुग्यो। यो पहेँलो पुल कटेपछि चाहिँ हो ल ठ्याक्का अब चाहिँ याद आयो। किनभने यो पहेँलो पुल कटेपछि चाहिँ हामीले त्यो डिटेलिङ सेन्टर देख्छौँ है मित्रहरू। नजिक नजिक आइपुगेका छौँ। तपाईँ यो कोरिडोरको बाटो आउनुभयो भने पहेँलो पुल कट्ने बित्तिकै यता यो बास्केटबल कोर्ट देख्न सक्नुहुन्छ। यहाँ सडकको देब्रेपट्टि दाहिनेपट्टि त खोला नै भइहाल्यो है। ओके, उत्सव अटोमोबाइल। ओके, यही नै हो कि क्या हो है? कार वास यही हो जस्तो लाग्यो। हामी हेरौँ है त। ल यहाँ नै हो जस्तो छ। अब कति छिटो आएँ कति आएँ कराएँ थाहा छैन, स्वाँ गरिरहेछ। हिजो पनि भनेको थिएँ नि मैले।